कहिलेकाहीँ सत्य यति अचम्मको हुन्छ कि फिल्मको कथा पनि फिक्का लाग्छ। बुटवलमा भएको एउटा सुनचोरी प्रकरणको वास्तविकता सुन्दा तपाईँ पनि चकित पर्नुहुनेछ। पसलबाट पौने 2 करोड बराबरको सुनचाँदी गायब भयो। सटर खुल्ला थियो, लकर खुल्ला थियो र सञ्चालक आफैले प्रहरीलाई फोन गरेर भने मेरो पसल चोरी भयो। जेठ 17 गते राति बुटवलको अमरपति स्थित तिनाउ सुनचाँदी पसलबाट करिब 70 तोला सुनचाँदी हराएको खबर फैलियो। बिहान सटर खुल्ला अवस्थामा भेटिएपछि स्थानीय र व्यवसायीहरू स्तब्ध बने। प्रहरी घटनास्थल पुग्यो, तर अनुसन्धानको सुरुमै एउटा कुरा अनौठो लाग्यो। चोरी भएको भनिएको पसलमा जबरजस्ती प्रवेश गरेको कुनै चिन्ह छैन। सटर फुटेको छैन, च्यानल गेट तोडिएको छैन, लकर पनि बल प्रयोग गरेर खोलिएको देखिँदैन। त्यहीबाट सुरु भयो रहस्यको वास्तविक कथा। प्रहरीले करिब 150 वटा सीसीटीभी फुटेज हेर्यो। सञ्चालक दीपक विश्वकर्माले आफू पोखरा भएको बताएका थिए, तर फुटेजले अर्कै कहानी भनिरहेको थियो। फुटेजमा उनी बुटवलमै देखिए। अझ अचम्म त के छ भने मध्यरातमा उनी आफै पसलभित्र प्रवेश गरेको दृश्य कैद भएको रहेछ। प्रहरीका अनुसार उनी करिब 2.5 घण्टा पसलभित्र बसे। त्यसपछि सुन भएको झोला बोकेर राति करिब 2:30 बजे पसलबाट बाहिरिएको दृश्य पनि क्यामेरामा कैद भयो। जसले चोरीको उजुरी दियो, प्रहरी अनुसन्धानले उसैलाई योजनाकार देखायो। अनि सोधपुछ गऱ्यौँ, पहिला त नवीनसँग सोधपुछ गऱ्यौँ। नवीनले हामीलाई केही सङ्केत गरे कि यसको इन्भल्भमेन्ट भनेको चाहिँ दीपकको इन्भल्भमेन्ट हो भन्ने कुरा सङ्केत गरे। हामीले दीपकले ल्यायौँ। दीपकले सोद्धाखेरि उहाँ चाहिँ 2 घण्टासम्म चाहिँ इग्नोर गर्नुभयो, अभोइड गर्नुभयो आफ्नो इन्भल्भमेन्टलाई। तर उहाँले चाहिँ हामीले प्रमाणहरू देखाइसकेपछि आत्तिनुभयो। आत्तिएपछि त्यसपछि उहाँले चाहिँ सबै स्वीकार पनि गर्नुभयो र उहाँ चाहिँ सबै कुरा चाहिँ घटनाको प्रकृतिहरू भन्नुभयो। प्रहरीको दाबी अनुसार सञ्चालक दीपक विकले आर्थिक समस्याबाट बच्न यो सम्पूर्ण नाटक रचेका थिए। अनुसन्धानले देखाए अनुसार ग्राहक र अन्य व्यवसायीहरूले धितो राखेका सुनका गरगहना पहिले नै बिक्री भइसकेका थिए। तर सुनको मूल्य लगातार बढ्दै जाँदा ती गरगहनाहरू फिर्ता गर्न असम्भव जस्तै अवस्था बनेको थियो। त्यसपछि कथित रूपमा एउटा योजना बनाइयो, चोरीको नाटक गर्ने। बीमा कम्पनीबाट रकम दाबी गर्ने र हरायो भनेर धितोको सुन फिर्ता दिनबाट उम्किने। 8 दिनको अनुसन्धानपछि प्रहरीले सञ्चालक दीपक विश्वकर्मा र सहयोगी कर्मचारी नवीन विकलाई नियन्त्रणमा लियो। हाल उनीहरूमाथि आपराधिक विश्वासघात र आर्थिक अपराध सम्बन्धी अनुसन्धान भइरहेको छ। प्रहरीले केही सुन र 14 किलो भन्दा बढी चाँदी बरामद गरेको भए पनि सम्पूर्ण सुन अझै फेला पारिसकेको छैन। एक समय सबै बाहिरी चोर खोजिरहेका थिए, तर अन्ततः अनुसन्धानले देखायो चोर बाहिर होइन, कथित रूपमै आफ्नै पसलभित्र थियो। के यो बीमा असुल्ने योजना थियो कि धितो सुन गायब पार्ने प्रयास थियो? यसको अन्तिम फैसला अदालतले गर्नेछ। तर अहिलेका लागि यो घटना नेपालकै सबैभन्दा अनौठो र चर्चित आर्थिक अपराधमध्ये एक बनेको छ।